सोच्नुपर्छ यसो गएर हेऱ्यो चामलको बोरा छैन यसो हेऱ्यो भाँडामा हिजोदेखि भात नपकाएको होला भाँडा सुकिरहेको छ होइन नानीहरू बाल्टाङ बन्नु लुगा फाटिरहेको छ हे मेरा भाइहरू हो मसँग विश्वास छ भने कुनै मानिसले भन्ला तर उसँग कामहरू चाहिँ छैनन् भने के फाइदा भएर के विश्वासले उसलाई बचाउन सक्छ र राम्रै विश्वासले उसलाई बचाउन सक्छ र कोही भाइ वा बहिनी नाङ्गो छ कोही भाइ बहिनी नाङ्गो छ र दिनहुँ चाहिने खानेकुराको खाँचो छ दिनहुँ चाहिने खानेकुराको पनि खाँचो छ अनि तिमीहरूमध्ये कसैले उनीहरूलाई भन्छ तिमीहरूमध्ये कसलाई भन्छ शान्तिसित जाऊ न्यानो भएर बस र पेटभरि खाऊ तरै पनि तिमीहरूले शरीरका लागि चाहिने कुराहरू चाहिँ आवश्यकता कुरा दिएनौ भने के फाइदा भएर यही प्रकारले विश्वास पनि यदि त्यसका कामहरू छैनन् भने एक्लो भई मरेको तुल्य हो धागो त छैन सियो चिलु भनेर तपाईँ फाटेको लुगा सिलाउँदै भने त कसरी सियोले सिलाउनु हेर्नुहोस् त धागोले मात्रै पनि सिलाउँछ त सिलाउँदैन सियोको साथमा धागो चाहिन्छ भने आज मण्डलीसँग तपाईँहरू आत्मिक सम्बन्ध छ भने ठुलो ठुलो फाटेको कुराहरूलाई आज हामीले च्यातेको कुराहरूलाई फेरि पनि कसैको इज्जत ढाक्नको लागि लुगा लगाइदिनको लागि सियो र धागोले सिलाइदिन्छ हेर्नुहोस् त सियो र धागोको सम्बन्ध चाहिँ छ भने उसले आज हेर्नुहोस् त लुगाहरू सिलाउँछ हाम्रो इज्जतहरू ढाकेको हुन्छ सबै सियो र धागोले सिलाएको लुगा हाम्रो मण्डलीसँग सम्बन्ध पनि सियो र धागो जस्तो हुनुपर्छ कुचोले काठले त घर बढाउँदैन कुचो लुलो हुन्छ सनक यता कुचोको हेर्नुहोस् त लारा क्लुरुक गर्दै सबै धुलो फालिरहेको हुन्छ चाहिँ नरम हेर्नुहोस् त सफा गर्ने भनेको कुचो जस्तो नरम हुनुपर्छ तपाईँ र म हो अनि हामी अगाडि पनि बढाउँदै कुचो लान्छ त्यसलाई अझै सफा पर्नु परेन हामी के हो त सानो पनि हुनु भनेको पछाडि पनि सर्नुपर्छ अरे क्या भनाइ छ त अगाडि बढ्ने हो भने झाडु लगाऊ पछाडि बढ्ने हट्नुपर्छ भने पोचा लगाऊ भन्छ हो पोचा लाउने मान्छेहरू अगाडि बढ्छ पछाडि बढ्छ पोचा लाउँदै पछाडि झन् साह्रो सफा हुन्छ हामी अगाडि पनि बढ्न सक्नुपर्छ भनेपछि आज हामी के हो त सानो हुनु पनि सक्नुपर्छ किनकि म तिमीहरूलाई भन्दछु स्त्रीहरूबाट जन्मिनेहरूमध्ये बक्तिस्मा दिने यूहन्ना भन्दा महान भविष्यवक्ता अरू कोही छैन उसले के भन्थे म तपाईको खुट्टाको जुत्ता खोल्ने योग्यको पनि छैन भन्थे साँच्चै छैनस् भनेन प्रभुले तर उसको विचार कति महान रहेछ स्त्रीहरूबाट जन्मनेमा तिमीभन्दा ठुलो कोही छैन भने यूहन्नालाई प्रभुले प्रशंसा गर्नुभयो हारेकाहरूलाई विजयको सन्देश मरिरहेकाहरूलाई जीवनको सन्देश मानवद्वारा ईश्वरीय सन्देश यो हो मेसेज अफ गॉड टिभी यो अन्तिम सेसन हो यसपालको यो छुट्टीको बेला राखिएको सेवाकाई स्पेशल सेवाकाई नै भनौँ हो अन्तिम खण्ड हो यो चाहिँ तपाईँ र मैले बुझिराख्नुपर्छ अनि मलाई चाहिँ अहिले अब आजको सेवाकाई चाहिँ के हो त यो 5औं दिनको अन्तिम सेवाकाई हो अब यो कुरालाई हामीले याद गर्नु टुक्रा टुक्री भन्ने कुराहरू उप्रेको पाप्रेको भन्ने कुराहरू हेर्नुहोस् है अन्तिम सेवाकाई यसलाई चाहिँ तपाईँ र मैले अलिकति बुझ्ने कोसिस गरौँ ल है टुक्रा टाक्री है यूहन्नाको पुस्तक 6 अध्यायको 12 पद पढिदिनुहोस् त यूहन्ना 6 अध्यायको 12 पद तिनीहरू अघि अगाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो उब्रेका टुक्राहरू बटुल र एक टुक्रा पनि खेर नजाओस् ल अब यो चाहिँ के हो त हामीले टुक्रा टाक्री भन्ने कुरा चाहिँ बुझ्नुपर्छ टुक्रा टाक्री कसले उठाउँछ हैन टुक्रा टाक्री भनेको साधारण कुरा होइन उप्रेको पाप्रेको कुराहरू साधारण हो कमजोर मान्छेहरूले दुर्बल मान्छेहरूले गरिब मान्छेहरूले होइन अब पैसा छैन तपाईसँग भने नि पैसा थोरै मात्रै छ गोजीमा थोरै पैसा छ बिहान बेलुका सब्जी त खानु पर्यो ल्याउनु पर्यो भने तपाईँ बिहान गएर ताजा ताजा सब्जी छान्नुहुन्न पैसा छ भने तपाईलाई हरि यो भर्खरको ताजा कति दाम हो
होइन जति दाम हुन्छ त्यति पैसा खुत्रुकका ब्याग चेनबाट सर्ट र खोलेर ठक्कसँगले पैसा तिरेर फिर्ता ल्याएर ढक्कसँगले आउनुहुन्छ स्कुटीको त्यहाँ लाएर बाइकमा झुन्डाएर ल्याउनुहुन्छ र पैसा थोरै छ भने तपाईँ जानुहुन्छ नि बजार बेलुका बेला उठाउने बेलामा जानुहुन्छ है त्यो अनुभव छ कि छैन उठाउनु सक्ने बेलामा आयो 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 सस्तो सस्तो कोनी के को भाउ सस्तो भन्दै बजारमा सागसब्जीवाला कराइरहेको हुन्छ आएपछि चाहिँ के हो त दिउँसो 50 रुपियाँ केजी भनेको बेलुका 10 रुपियाँ किलो अनि यो टुक्रा टाक्री उब्रेको कतिमा दिने हो गएन त अब टुक्रा टाक्री उब्रेकोहरू नि छोडेकोहरू यता त्यता भेला पारेर राखिदिएको हुन्छ 50 रुपियाँ भाग त्यति हुन्छ यत्रो झोलामा 50 रुपियाँको भाग उठाएर ल्याउँछ किन त्यो टुक्रा टाक्री ल्याएको भन्दा पैसा धेरै भएर होइन ताजा किन्न सक्ने क्षमता छैन थोरै पैसा छ र पनि सब्जी त खानु पर्यो नि यसकारण त्यो टुक्रा टाक्री बटुल्नु आउँछ है अब त्यो अवस्थामा यसकारण आज टुक्रा टाक्रीको कुरा प्रभु येशू मसीहले गर्नुभएको छ त्यो खेरो नजाओस् हेर्नुहोस् है आज पिछडिएकोहरूलाई पनि हराएकोहरूलाई पनि अघि भन्यो नि त्यस्तोहरूलाई पनि प्रभुले खोज्नुहुन्छ ल्याउनुहुन्छ प्रभुको घरमा अनि टुक्रा टाक्रीहरूलाई पैसा छैन भने नि बजारतिर होटलतिर बसिरहेको हुन्छ कि कहीँ होटलतिर हामीले खाँदाखेरि के चिसोहरू कोही साथीभाइले किनेर खान्छौँ फ्रुटी खान्छ फ्रुटी खाएर खुट्टा फाल्छ नि पट्टितिर बसेको त्यो नानीहरू हुन्छ कसै त्यो सडक बालबालिकाहरू कुदेर गर्दा फ्रुटी टिपेर चुसेर च्यातेर चाट्दै खान्छ हो पैसा भएर खाएको हो उनीहरूलाई पनि विचार छ अब म गरिब भएर खाउँ लाग्छ अलिकति कोकहरू छोडेको छ भने कोकहरू गर्दै पानी पखाल्दै खान्छ होइन आइसक्रिमहरू खाएको हुन्छ आइसक्रिमहरू अलिअलि पखाल्दै ल्याएर उनीहरूले खान्छन् उब्रेको पाप्रेको क्या त्यहाँनिर तिनीहरू प्रशस्तसँगले गोजीमा पैसा भएर होइन अवस्था त्यस्तै छ हेर्नुहोस् त यसकारण त्यो अवस्थाको अनुभव पनि प्रभु येशूले गर्नुभयो उब्रेको पाप्रेको ठाउँमा पुग्नुभयो त्यो कसले खान्छ हेर्नुहोस् त कसले खान्छ कस्तोले त्यस्तो कुरा बटुल्छ होटलमा तपाईँले सिङ्गडा कसैले आदि छोडेर हिँड्छ बोक्रो खान्छ कोही आलु खान्छ कसैले मोमो अलिअलि खान्छ 2-3 वटा मोमो एक प्लेट मोमो मगाउँछ एक प्लेटमा पनि 9-10 वटा कति दिन्छ 5-6 वटा मात्रै खाइसक्दा 3-4 वटा त्यहीँ छोड्छ होस् भन्छ यसो हेर्छ छेउमा गएर उसले बिचरा अर्कोले खाइरहेको हुन्छ हेर्नुहोस् त खानु नपाएको मान्छेहरू हुन्छ कोही गरिबी मान्छेहरू हो त्यस्तो अनुभवको कुरा पनि बाइबलमा छ उब्रेको पाप्रेको एउटा बजारमा म गएको थिएँ दिउँसो घाम लागिरहेको थियो एउटा दाजु बजारमा घामले यस्तो रनफनेर हिँडिरहेको रहेछ 2टा कोदालो बोकेको रहेछ अनि खुकुरीहरू यसो बिकेन रहेछ घामले हिँड्दैछ पसिना भेट देखेँ 1-1:30 भइसकेको छ खाना खाने त बिहान 9-10 बजी हो नि त खाना खाने दाजु भने अनि जय मसीह भने जय मसीह के गर्नुभएको भाइ बजार आएको बिकेन सामानहरू भन्यो अनि बिचरा मुख ओठ सुकिरहेको छ खलखल छ अनि तपाईँले खाना खानुभयो दाजु भने खाएको छैन हौ भाइ भन्यो उसले लु आउनुहोस् खाना खानु भने अनि त्यहाँ छेउमा यस्तो होटल थियो भित्र होटलवाला यस्तो टेबल राखेको आउनुहोस् खाना खानु जाउँ भने मैले त खाएको उसलाई खुवाउनको लागि लगेँ खाना खानुहोस् भनेर ल अनि के को मासु खानुहुन्छ भन्यो उसले भाइ म सुँगुरको खान्छु भन्यो अनि त्यहाँनिर मासु पनि ल्याइदिनुहोस् है भन्यो नसोधिकन पहिला खसीको मासु त्यस्तो भुटन ल्याएर टेबलमा राखिदियो दाजुहरू म बसेँ चिसो पिउँदै गर्नुहोस् ल भने अनि चिसो कोक पिउँदै गएर बिचरा पैसा थिएन होला घामले त्यस्तो भइरहेको छ विश्वासी दाजु हो अर्कै ठाउँको अनि एउटा मान्छे त्यहाँ बसिरहेको थियो झोक्रिएर बसिरहेको थियो त्यो होटलको मान्छे हो कि न बाहिरको मान्छे हो को हो चिन्नेन बोलाउने कुरो पनि आएन अनि ल्याएपछि त्यहाँ होटलमा यो मासु कोकसँग मासु खाँदै गर्नुहोस् न ल भने ल यत्रो प्लेटमा ल्याइदियो खसीको मासु के को हो भन्यो खसीको हो भन्यो म खसीको खान्न चल्दैन भन्यो अनि त्यो मान्छे बसिराखेको रहेछ होइन चल्दैन म खान्छु नि खसीको हो भन्यो त्यो अर्को मान्छेले अब खान्छ उसले पैसा तिर्छ होला त के मतलब हामीले ल ल भन्यो उसले तानेर खान थाल्यो ध्यानै दिएनौँ अनि उसले त्यो कोक खायो अनि खानासाना भात तिउन खायो अनि गफ गर्दै गयौँ त्यो मान्छे कतिखेर उठ्यो थाहा पनि ध्यान पनि दिएनौँ हामीलाई अनि एकछिनमा खाइसकेपछि पैसा कति भयो भनेको त यति भयो भने मलाई अलिकति धेर भएको जस्तो लाग्यो अनि यो यस सुँगुरको मासु भात दालको यति होइन र सधैँ रेट भने अन्त खसीको मासुको चाहिँ के हो त भन्यो अन्त खसीको मासु त हामीले खायौँ नि त भन्यो अनि त्यो अर्को मान्छेले खायो नि त त्यो को भन्यो
अब हामीले चल्दैन भनेको मलाई चल्छ भन्यो, त्यो मान्छे को हो उसले खायो। अब हेर्नुहोस् त कुनै त्यस्तो पनि हुन्छ। अब भन्नुको अर्थ उसले अब बाध्यता परेको थियो होला, खुवाउँ लागेको थियो होला, पैसा थिएन होला, मैले त्यो भने नि। अनि ल भाइ तपाईँलाई पैसा डबल तिराइ भयो, त्यो मान्छे को हो भन्यो। उसले भन्यो होइन दाजु, उसले पनि त खायो, उसले पनि त पेटै भर्यो, त्यो मान्छेमा पैसा हो भने छट्टु गर्दै गर्दैन, पैसा हुने मान्छेले इज्जत हुन्छ, कसरी खाउँ के खाउँ भइरहेको तर खाओस् न त भने। अनि खायो। अब है मान्छेलाई टुक्रा टाक्री भन्ने, कसरी खाउँ कसरी पेट पालौँ भन्ने मान्छे थुप्रै हुन्छ दुनियाँमा। त्यो अनुभवमा आज कतिजना हामी विश्वासीहरू गएको हुँदैनौँ। दुःख के हो थाहा हुँदैन, भोकै पेट के हो, कसरी बस्नुपर्छ कतिलाई थाहा छैन, होइन? जङ्गलमा रुखको फेदमा कसरी सुत्नुपर्छ त्यो कुरो थाहा हुँदैन कतिलाई, होइन? भुइँमा कसरी सुत्नुपर्छ त्यो कुरो थाहा हुँदैन। हामी लाखौँको लो पेटमा, लाखौँको होइन बक्स पलङमा सुत्छौँ, दामी दामी घरमा बस्नेछौँ, एकैचोटि छोरी माथि पुगेको हुन्छ, थाहा छैन तिनीहरूलाई दुःखको कुरा के हो, दुःख कुञ्जरीको नाम हो, थाहा हुँदैन। तर आज हामी चाहिँ भुक्तभोगी प्रभुको सेवा गर्दाखेरि तलको कुरादेखि माथि कुरासम्म थाहा हुनुपर्छ कुनै मान्छेलाई, होइन? जान्दैन नि कसलाई आदर गर्नु, कसलाई नजान्नु, त्यसरी रिसाउनु हुँदैन। त्यसो जानिसकेपछि होइन झर्किन्छ मान्छे, बिचरालाई थाहा हुँदैन, होइन? एक समय मैले एउटा साथीलाई सेवामा लगेँ, ठुलो सेवामा लगेको, पहिलोचोटि गएको। अनि उसले भन्यो ठुलो दासजीको अगाडि वचन दिने भने पुलपिटमा वचन दिने कन्भोकेसनमा दास हो, उसलाई भेटाइदिनुहोस् न, भेटाइदिनुहोस् भन्यो। नभेटाइदिउँ भने पनि भर्खरको मान्छे के भेटाउनु हो भन्छु घरिघरि, फेरि गएर ठोकर पो खान्छ होला गाउँमा गएर, त्यति मान्छे पनि भेटाइदिएन अब भन्ने हो कि अरूलाई सुनाउने हो कि भन्ने। फेरि मलाई आऊ न त भनेर फुर्सदको बेलामा वचनको सेवा नभएर म लगेँ कोठामा। गएको त कोठामा अब सजाएर राखेको हुन्छ, टेबलमा सबै फलफुल खानेकुरा राखेको हुन्छ, होइन? सेन्टहरू त्यहाँ लगाइरहेको हुन्छ। बसेँ। अनि कहाँ हो भाइजी, कता जानुभयो भनेको, ब्रदर भनेको त टोइलेटमा जानुभएको छ, वासरुममा जानुभएको छ भन्यो। उहाँलाई देखरेख गर्ने साथी तौले लिएर बाहिर बसिरहेको रहेछ, किन यसो डोर्याउनु पऱ्यो नि त वृद्धदास। अनि उसँग मैले गफ गर्न थालेँ, होइन? यस्तै कुराकानी प्रभुको सेवा के कुरा गर्दै थिएँ। त्यो अघि मसँग जाने भाइलाई मैले भोलि पठाएछु, उसलाई पर्खेर भेटौँ भनेर। अनि मेरो आँखा कसो गर्दाखेरि त्यो रुमतिर पुगेको थियो, त्यो भाइ त अघि गएर भाइजू ओछ्यानमा गएर उतार्नुपर्छ सुति गएछ हो गएन त, कुदेर गएर ताने, किन तानेको भन्छ, फेरि किन तानेको मलाई भन्छ। यसो गर्नु हुँदैन, कहाँ तिमी यहाँ सुतेको, बिच थाहा छैन नि उसलाई त हो। नम्मै उत्तानो पर सुतेछ, खुट्टा उठाएर क्या नम्मा बिचमा, छेउमा पनि होइन। हेर्नुहोस् त पहिलोचोटि गएको कस्तो मान्छे हुन्छ। अनि के हो त, अनि उसलाई सिकाउनुपर्छ तिम्रो गल्ती होइन, गाउँमा कसैको खाटमा गएर ढल्किने सुत्ने बानी छ, त्यो चाहिँ यस्तो हुनुपर्छ ल भने। अब त्यस्तो हो नि त, हामीले एकैचोटि हामी अन्यलमा पर्छौँ। उसलाई त्यो थाहा छैन, उसले गल्ती गरेको पनि थाहा छैन, पाप गरेको पनि थाहा छैन, गर्नु हुँदैन पनि थाहा छैन, गर्नुहुन्छ पनि थाहा छैन बेचारा। कोही त्यस्तो हुन्छ, डम्मै सुतेछ बिचमा। अनि मैले उठाएर ल्याएँ। हेर्नुहोस् त हरेक कुराहरू हामीले सिक्नुपर्छ। त्यो दुःखको कुरा अहिले कतिलाई थाहा छैन हो। हेर्नुहोस् त मैले अघि भनिहालेँ नि, कसैले फालेको कोकहरू भेला पारेर खाने, सिङ्गडाहरू उब्रेको दोकानमा खाने, मासुहरू होइन दिदीबहिनीले एक दुईवटा होइन लेग पिसहरू खान्छ, एउटै छोडिराख्छ, केटाकेटीहरू गएर खाएर आधी कोक छोड्छ नि, होइन? कुनैले त स्प्रिङहरू माग्छ, अलिकति चाख्छ मात्रै डल्लै छोडेको हुन्छ। अनि त्यो हेरिराख्छ वरिपरिकोले त्यहाँनिर कोकोले कति छोड्छ भनेर क्या बिचरा। अनि गएर उनीहरूले खान्छ। त्यो चाहिँ बाध्यताले खाएको, गरिबीपनाले खाएको, नपाएर खाएको भनेपछि आज प्रभुले पनि टुक्रा टाक्रीहरूको ख्याल गर्नुहुन्थ्यो, उब्रेको पाप्रेको कुरालाई ख्याल गर्नुहुन्थ्यो, कति ध्यान दिनुहुन्थ्यो भनेपछि आज हेर्नुहोस् त परमेश्वर चाहिँ के ल्याउनु भयो, हराएकोहरूलाई खोज्न आउनुभएको छ। रोगीको लागि, निरोगीको लागि होइन, रोगीको लागि प्रभु आउनुभयो। निरोगीलाई वैद्यको आवश्यकता पर्दैन, रोगीको लागि भनेर प्रभुले भन्नुभएको त्यसै भएको होइन। यसका टुक्रा टाक्री होइन, उब्रेको पाप्रेको कुरालाई याद गर्नुपर्छ है, याद गर्नुपर्छ। यहाँ एउटा पद पढिदिनुहोस् त, अहिले हामीले पढ्यौँ नि हो, कहीँ पनि खेर नजाओस् है भन्दा उठाउँदाखेरि कति भयो, खास आशिषित थियो। 12 डालो, कतिवटा रोटी थियो, 5वटा रोटी 2वटा माछा, खाएर अगाएर पनि त्यति भएको परमेश्वरले दिएको आशिष हो।
परमेश्वरले दिएको आशिष है। तपाईले पनि प्रभुलाई आदर गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ। एउटा ठिटा थियो, आमाले उसलाई शिक्षा दिएको थियो, नानी प्रभुको पछाडि जाँदा प्रभुले जे माग्छ दिनुपर्छ है, यो दिनुपर्छ, शिक्षा पाएको थियो नि त। अब प्रभुको दास होइन, चेलाले एन्ड्रुले त्यो पत्तो लगाएपछि एउटा केटासँग छ 5वटा रोटी 2टा माछा भनेर प्रभुलाई भन्यो। भोक लागेको थियो, त्यत्रो हजारौँको भिडहरू छ। नानी प्रभुलाई आवश्यकता छ, तिमीसँग 5वटा 2टा माछा के छ, पोको पारेर दिएको आमाले, यो आमाले दिएको भन्यो। देऊ ल, प्रभुलाई आवश्यकता छ। त्यो सानो ठिटा हो, जवान मान्छे होइन, तर उसले शिक्षा पाएको कारण आमाले दिएको 2टा त खान्छु, एउटा त खान्छु, अलिकति त चाख्छु पनि भनेन, एउटा माछा त खाउँ न म पनि भनेन, सबै दिए एउटा सानो ठिटाले। हेर्नुहोस् त, आवश्यकता अनुसार प्रभुलाई दिनुपर्ने कुरा त्यो आफै सिक्यो, घरको आमाले सिकायो, घरको बाउले सिकायो, पारिवारिक सेवामा सिकायो होला। यस्तो नानीहरू देखेको छौँ क्या, सानो तिनो कुरालाई याद गर, त्यही नानीको कारणले आशिष। हेर्नुहोस् त, आज कसले जान्दैन, 12वटा टोकरी भर्यो, त्यो नानीको नाम आउँछ त्यहाँनिर। लुकिएको सेवकाई, कसैले नचिनेको सेवकाई, कोही मान्छेसँग ठुलो ठुला भुस्तिख्रे प्रभुको चेलाहरू त्यहाँ थुप्रो थिए, तर कोहीसँग पनि थिएन। त्यत्रो भिडलाई तृप्ति बनाउने रोटी त्यो सानो एउटा बालकसँग थियो। आज तपाईँसँग त्यसरी लुकाएको कुरा प्रभुले देखिराख्नु भएको छ। तपाईँ कति धनी हुनुहुन्छ, प्रभुलाई आदर गर्नको लागि कति आतुरी हुनुहुन्छ होइन, कति आतुरी हुनुहुन्छ। नानीहरूलाई सिकाउनुपर्छ। एउटा ठाउँमा एउटा दाइले है, उसले भन्छन् सिकाएको नानीहरू, उसले तलब पाउँथ्यो, तलब पाएपछि सानो सानो 2टा छोराछोरीलाई छेउमा राख्छ अनि प्रार्थना गर्छ, कहीँ केही किन्नु मान्दैन, पहिला प्रभुलाई आदर गर्न ठक 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 छुट्याएपछि होइन, कति छ प्रभुको टाइट, प्रभुले दिने कुरा ठक्क छुट्याएपछि छोराछोरीलाई पनि राख्छ, प्रार्थना गर्छ। यसपालिको यो भेटी दशंश प्रभुको घरमा कसले लाउने, 2टा छोराछोरी छ पालो पालो, यसपालि छोराले लाउने, छोराले लाउँछ। अर्कोचोटि मेरो पालो है पापा, अब अर्कोचोटि छोरीले लाउँछ त्यसमा। किनभने बाउ आमाले त्यो नानीहरूलाई थाहा नदिकन सत्तै लायो भने त नानीहरूले केही सिक्छ त, सिक्दैन। यसरी दिनुपर्छ प्रभुलाई भनेर त्यसरी सिकाएको हुन्छ। यो सानो एउटा ठिटोले त्यो दिएको कारणले गर्दाखेरि कति ठुलो त्यहाँ चमत्कारको काम भए। हेर्नुहोस् त, 12 डालो उफ्रिनु भनेको त्यो नानीको नाम त्यहाँ उसलाई सिकाएको छ। हेर्नुहोस्, आफै पनि भोकै भोक प्रभुलाई पछ्याइरहेको छ। यसकारण यो टुक्रा टाक्रीको महत्त्व कति धेरै रहेछ। हेर्नुहोस् त, उफ्रेको टुक्रा टाक्री खाने त खाइहाल्यो, अगाइहाल्यो, गन्ती आएन, तर टुक्रा टाक्री भन्ने कुराहरू यति धेरै मूल्यवान कुरा छ। यसका सानो भएर गर्नु साधारण कुरा होइन त, टुक्रा टाक्री उठाउनु भन्ने कुरा त। लाज सक्लो सक्लो बानुलाई अघि मजा आयो होला चेलाहरूलाई, सक्लो बाजार दिनु, तर यत्तिकै टुक्रा बटुल्दा बटुल्दा उताबाट मेथी भेला पार्छ, उताबाट मेथी भेला पार्छ। त्यहाँ हजारौँ मान्छेको भिडमा गर्दा यति मात्र थिएन नि अट्ने मान्छे, कत्रो भेला पार्नु पर्थ्यो, कति एरियाबाट थुप्रेको थुप्रेकै थुप्रेको थुप्रेकै। हेर्नुहोस् त, 12 डालो। यसकारण थोरै थोरै भेला पार्नुपर्छ। यहाँ रुथको पुस्तक पढिदिनुहोस् त, एउटा पद पढौँ ल। रुथको पुस्तक 2 अध्याय, न्यायकर्तादेखि रुथ आउँछ है। रुथको पुस्तक, रुथ न्यायकर्ताबाट रुथ आउँछ। 2 को 7 पद पढिदिनुहोस् लो, 2 को 7 पद फटाफट। अनि उसले भन्ने, म तपाईँलाई बिन्ती गर्छु, मलाई शिलाबाला टिप्न र बिटाहरूको बिचमा कटनी गर्नेहरूको पछि पछि बटुल्न दिनुहोस्। यसरी ऊ आई र बिहानदेखि अहिलेसम्म लागिरहेकी छ। घरमा त ऊ थोरै समय मात्र बसी। हेर्नुहोस् त, अनि 7 पद, शिलाबाला टिप्नको लागि जाँदैछ, त्यसलाई बेइज्जत नगर भन्छ। 15 पद पनि पढिदिनुहोस्, 15 पद। अनि जब तिनी शिलाबाला टिप्न उठिन्, तब बोअजले आफ्ना जवान मानिसहरूलाई यसो भन्दै आज्ञा दिए, तिनलाई बिटाहरूको बिचमा पनि शिला टिप्न देऊ र तिनलाई बेइज्जत नगर। बेइज्जत हो नि त शिलाबाला टिप्नु भनेको, छोडिएको कुराहरू टिप्नु भनेको। कसले टिपे? रुथले आए। रुथ साधारण थिएन, उसलाई शिला टिपेर आफ्नो परिवारको, आफ्नो सासूको पालन पोषण गर्नुपर्ने थियो। शिला टिप्नु भनेको। अब तपाईँहरू मधेसमा धान खेतीबारीमा हुर्केको छ भने त्यस्तो थाहा होला होइन। मधेसमा पहिला हामी पनि सानो हुँदाखेरि अब होइन, अब फिल्म हेर्नु मन लाग्ने, अनि धानहरू जाँदा मान्छेले काटेर छोडेको हुन्छ नि, अनि सानो धोक्रो बोक्रो, एउटा बाला 2टा बाला पर, 2टा बाला त भेला पारे, त्यति भेला पारेपछि त 1-2 पाथी हुन्छ नि। मुसाको दुलो भेट्योपछि मुसाले धेरै भेट्थ्यो। फेरि मुसाको दुलो चाहिँ भेट्नुपर्ने, कोदाल खनेर अनि बेचेर चाहिँ फिल्म हेर्नु जानुपर्ने।
शिला बाला खोज्नको लागि राम्रो हो, कराउँछ नि अरूले, धान लैजानुहोस् है भन्छ। हेर्नुहोस् त, शिला खोज्नु भनेको कसले खोज्दैछ? रुथले शिला खोज्थ्यो। शिला बाला टिप्नु भनेको, टुक्रा टाक्री टिप्नु भनेको उप्रेको पाप्रेको कुरालाई फेरि बटुल्नुपर्छ है भनेको कुरा हो। बुझ्नुभयो त? उप्रेको पाप्रेको कुराहरू आज हामीले त्यो कुरालाई याद गर्नुपर्छ होइन। टुक्रा टाक्री कुरालाई पनि आज हामीले छोड्नु हुँदैन भन्ने कुराहरू यहाँ जकरियाको पुस्तकमा 11 पद पढिदिनुहोस्। जकरिया 11 पद। अनि त्यस दिन त्यो भाँचियो, अनि यसरी मेरो बाटो हेर्ने बगालका दरिद्रहरूले 12 पद रहेछ नानी, 12 पद। अनि मैले उनीहरूलाई भने, तिमीहरूलाई उचित लाग्यो भने मलाई मेरो ज्याला देऊ, होइन भने छोडिदेऊ। तब उनीहरूले मेरो ज्याला तौले चाँदीको 30 टुक्रा 30 टुक्रा चाँदीको कुराहरू प्रभु यीशु मसीह टुक्रामा बिक्री हुनु पर्यो। प्रभु यीशु मसीह राम्रो कुरामा होइन। हेर्नुहोस् त, प्रभु यीशु मसीहले एउटा टुक्रामा बेचियो। कति टुक्रामा? हेर्नुहोस् त, 30 टुक्रा चाँदीमा कुनै भेल्यु छैन त्यसको। धेरै धेरै भनेको छैन त्यसमा, किलाहरू भनेको छैन, टुक्रा सानो सानो टुक्रा भनेको चाहिँ भेल्यु नभएको। यसरी चाहिँ आज हेर्नुहोस् त, प्रभु यीशु मसीह त्यो टुक्रामा बेचेको कुराहरू छ। धर्मी जनलाई त्यो चाँदीको टुक्रामा बेचेको छ। हो, हेर्नुहोस् त, यसकारण गर्दाखेरि परमेश्वर चाहिँ कस्तोको पछाडि लाग्नुहुन्छ। दोस्रो पहिलो शमूएल 22 अध्यायको 2 पद पढिदिनुहोस्। पहिलो शमूएलको पुस्तक 22 अध्यायको 2 पद। अनि हरेक जो सङ्कटमा परेको थियो र हरेक जो ऋणमा परेको थियो र हरेक जो असन्तुष्ट थियो, तिनीहरू सबै उनी कहाँ भेला भए। अनि उनी तिनीहरूको कप्तान भए। अनि उनको साथमा प्राय 400 जना मानिसहरू थिए। हेर्नुहोस् त, ऋणमा परेको, कष्टमा परेको, खेदोमा परेको पिछाडिएकाहरूको लागि दाउद तिनीहरूको लागि एउटा गोठालो बने, एउटा कप्तान बनिए। हेर्नुहोस्, यस्तोहरूको लागि आज कप्तान बनिएको छ। त्यसमा दुःखमा राम्रो त मान्छेले गरिहाल्छ नि, राम्रो ठाउँमा सबै कुरा त गर्ला, तर जहाँनिर चाहिँ दुःख छ, कष्ट छ, परिस्थिति छ, समस्या छ, घटी कमी छ, रोगीहरू छ, पीडितहरू छ, जुन ठाउँमा सेवा पाएको छैन, जुन ठाउँमा सङ्गति पाएको छैन, जुन ठाउँमा मान्छेहरू सङ्गतिको प्यासी भइरहेको छ, त्यस्तो ठाउँमा चाहिँ गएर सम्हाल्ने होइन, प्रभुको वचन अनुसार तिनीहरूले सम्हाल्नुपर्छ। सम्हाल्ने हृदय आज है बाइबलमा अयुबको किताब 4 अध्यायको 4 पदमा लेखेको छ। त्यहाँ के लेखेको छ भन्दाखेरि चाहिँ सम्हाल्नुपर्छ अरे, सम्हाल्ने हृदय। धेरैजना मान्छेहरू मण्डलीमा भेटिन्छन्, शिक्षा दिने मान्छे भेटिन्छन्, ठुलो ठुलो कुरा गर्ने मान्छे भेटिन्छन्, सबै कुरा भेट्छ, तर सम्हाल्नु भनेको चाहिँ ठुलो कुरा। सम्हाल्ने मान्छे चाहिन्छ, सम्हाल्ने हृदय भएको मान्छे प्रभुले खोज्नुहुन्छ होइन। पढ्नुहोस् त, ल पढ्नुहोस्। तिम्रा वचनहरूले लड्दै गरेकाहरूलाई सम्हालेका छन्। तिम्रो वचनहरूले लड्दै गरेकालाई सम्हालेको छन्। तिमीले दुर्बल घुँडाहरूलाई बलिया तुल्याएका छौ। तिमीले दुर्बल घुँडाहरूलाई बलियो बनाएका छौ। हेर्नुहोस् त, दुर्बल भइसकेकाहरूलाई, लडेकोहरूलाई केले? वचनद्वारा सम्हालिनुपर्छ। गएर उनीहरूको आवश्यकता कुराहरू के छ, त्यो कुराहरू उनीहरूको आवश्यकता कुराहरूलाई पुरा गरिदिनुपर्छ। हो, सम्हालिनु भनेको कुरा धेरै होइन नि त, होइन। कुनै ठाउँमा जानुपर्छ, भिजिटमा जाँदाखेरि साह्रै पीडा हुन्छ, गरिबी हुन्छ, हो। उनीहरू यसो हेऱ्यो, सेवामा किन नआएको, सेवामा किन नआएको भनेर कुनैले गएर कराउँछ। सेवामा आउनुपर्छ, सेवामा बिर्सनुहुन्छ भन्ने कराउँछ। बिचराको के अवस्था भएर आएन, किन आएन, होइन, थाहा हुँदैन। तर बुझ्नुपर्छ। यसो गएर हेऱ्यो, चामलको बोरा छैन, यसो हेऱ्यो भाँडामा हिजोदेखि भात नपकाएको होला, भाँडा सुकिरहेको छ, होइन। नानीहरू भाल्टा बन्नु लुगा फाटिरहेको छ, यसो हेऱ्यो, उनीहरूलाई प्रार्थना गरिदिनु पर्यो। ल है, नानीहरूलाई मिठो गरी खुवाऊ, दामी दामी लुगा लगाइदेऊ, अलिक मिठो बनाएर खुवाऊ, क्या हो यस्तो भनेर आएर हुँदैन, होइन। प्रार्थना गरिदिनुपर्छ, सम्झाउनुपर्छ। मन के गर्नुपर्छ, यो पनि मेरै परिवार हो, मेरै दाजुभाइ हो, मैले मानेको प्रभु यीशु मसीहलाई उसले पनि मान्छन्, मैले मानेको प्रभु यीशुको नाम उसले पनि प्रार्थना गर्छन्। मलाई जुन रगतले मेरो पाप धुयो उसको पनि त्यही रगतले पाप धुएको, जुन आशाको बाटो मैले हेर्छु उसले पनि त्यही आशा छ, तर उसको शरीरको गरिबीपनाले गर्दा प्रभुको सङ्गति गर्न सकेको छैन, प्रभुलाई पछ्याउनु पाएको छैन भने उसको दुःख मेरो पनि दुःख हो।
हो भनेर चाहिँ हामी के हुन्छ मुखले तातो बनाएर खाऊ मिठो बनाएर खाऊ नानीहरूलाई के यस्तो अलिक दामी लुगा उडाइदेऊ भनेर त भएन नि। यहाँ के भनेको छ यहाँ हो पढ्नुहोस् त यो चाहिँ कहाँ भन्छन् भने याकुबको पुस्तकमा है यो हो नि हाम्रो चाहिँ सम्हाल्ने भन्ने कुरा चाहिँ कसरी सम्हाल्ने त 2 अध्यायको 14 देखि पढ्नुहोस्। याकुब 2 को 14 देखि। हे मेरा भाइहरू हो मसँग विश्वास छ भने कुनै मानिसले भन्ला तर उसँग कामहरू चाहिँ छैनन् भने के फाइदा भएर के विश्वासले उसलाई बचाउन सक्छ र राम्रै विश्वासले उसलाई बचाउन सक्छ र कोही भाइ वा बहिनी नाङ्गो छ र दिनहुँ चाहिने खानेकुराको खाँचो पनि खाँचो छ अनि तिमीहरूमध्ये कसैले उनीहरूलाई भन्छ शान्तिसित जाऊ न्यानो भएर बस र पेट भरी खाऊ तरै पनि तिमीहरूले तिनीहरूलाई शरीरका लागि चाहिने कुराहरू चाहिँ आवश्यकता कुरा दिएनौ भने के फाइदा भएर यही प्रकारले विश्वास पनि यदि त्यसका कामहरू छैन भने एक्लो भई मरेको तुल्य हो। नानीहरूलाई पेट भरि खाऊ दामी दामी लुगा लगाइदेऊ स्यामा आऊ मुखले भन्दा हुन्छ र हुन्छ नि प्रार्थना गरिदिनु भन्छ तर अघिको देख्ने सोच विचार समझ पुर्याउने दिदी बहिनी जाओस् या दाजुभाइ जाओस् उनीहरूको मन कतिखेर यिनीहरूलाई दोकानमा गएर 1 बोरा चामल पुर्याइदिउँ यिनीहरूलाई लुगा रहेनछ मेरो घरमा नानीको लुगाहरू थाक फालेको छ मेरो नानीको ज्याकेट यत्तिकै छ लुगा यत्तिकै कोठाभरि थुप्रेको छ एउटा कम्बल पुर्याइदिन्छु 1 बोरा चामल पुर्याइदिन्छु एउटा ग्यास पुर्याइदिन्छु भन्ने मान्छेको मनमा अघि देखिसक्नुपर्छ मुखले भन्दैन। त्यो चाहिँ साँचो के हो त्यो साँचो सम्हालेको त्यो चाहिँ हेर्नुहोस् त साँचो सम्हालेको त्यहाँदेखि उसले मुखले भन्दा पनि सुहाउँछ होइन खै नानीलाई भोक लाग्यो भन्छ भोक लाग्यो नानी भोक लाग्यो अनि अस्ति चामल त छ त किन नखाएको हौ त्यतिखेर चाहिँ भन्न सुहायो हो नाङ्गै सेवामा ल्यायो भने लुगा किन नलाइदिएको अस्ति मैले किनिदिएको थिएँ त भन्नु चाहिँ सुहायो हो। यस कारणले गर्दाखेरि हाम्रो सेवा सम्हाल्नु भनेको कुरा साधारण कुराहरू होइन टुक्रा टाक्री टिप्नु भनेको कुरा सम्हालेको हेर्नुहोस् है त अब सेवा घरमा सबै कुराहरू सक्छ खाने कुरे सबै खायो मान्छे हिँडिहाले तर चेलाहरूले जसले हुन्छ टुक्रा टाक्री उठाउनको लागि कतिले सघायो उनीहरूलाई पनि। अब सेवा घरमा सबैजना अब हुन्छ हेर्नुहोस् अब सेवा सक्छ गडम उठेर गइहाल्छ तब उप्रेको भाँडाहरू धुने यति हुन्छ होइन जुठो यत्तिकै थुप्रेको हुन्छ झ्यास म्यास हुन्छ ठुलो सेवा हुँदाखेरि त अब अन्तिममा त्यो टुक्रा टाक्री उठाउने अन्तिममा सम्हाल्ने थन्को मनको गरेर सानाक्सिनी गरेर जाने हुन्छ त्यो चाहिँ सबैभन्दा ठुलो सेवा त्यो चाहिँ के हो उप्रेको पाप्रेको सेवा गरेको त्यो चाहिँ उप्रेको पाप्रेको सेवा टुक्रा टाक्री उठाउने सेवाकै हो त्यो चाहिँ। हेर्नुहोस् त भित्री कुरा बुझ्ने उसले दुःख सुख बुझ्ने कहाँ कसो गरेर जाँदैछौ कसो गर्दैछौ हेर्नुहोस् त। यस कारणखेरि अहिले हामीले जे कुरा पढ्यौँ त्यो टुक्रा टाक्रीको ख्याल गर्नुपर्छ। यहाँ पढिदिनुहोस् त अहिले हामीले पढ्यौँ दाउदले त्यस्तो कुरातर्फ ध्यान दिन्थ्यो बुझ्नुभयो दाउदले त्यस्तो कुरालाई ध्यान दिन्थ्यो। यहाँ बाइबलमा मत्तीको पुस्तक 18 अध्याय यहाँ पढिदिनुहोस् त 18 को एउटा पद 21 पद कतिमा छ एकछिन त्यो पहिला हेरौँ। तब पत्रुसले उहाँ कहाँ आएर भने ल नानी होइन यहाँ कतिमा छ भने लुका 15 को 17 पद पढिदिनुहोस् त लुका 15 को 17। जब त्यो होसमा आयो तब त्यसले भन्यो मेरा पिताका कति ज्यालादार नोकरहरूले उब्रो पाप्रो हुने गरी रोटी पाउँछन् तर म चाहिँ भोकले नाश भइरहेको छु। उब्रे पाप्रे भन्ने कुरा यहाँनिर त्यो ख्याल गर्यो त्यतिखेर कसले त्यो अवस्थामा पुग्छ त्यतिखेर त्यो कान्छा छोरा बुझ्नुभयो उडाउ पुत्रले त्यतिखेर उसले सुँगुरको चारो खाने अवस्थामा पीडा अवस्थामा घरको कुरा सबै ख्याल गर्यो। प्रभुको घर छोडेर गएका थिए पिताको घर होइन गए जाँदाखेरि यस्तो अवस्था भए उसले पश्चाताप गर्यो मनमनमा हे पिता मैले तपाईँको विरुद्धमा है स्वर्गको विरुद्धमा तपाईँको विरुद्ध मैले अपराध गरेको छु मैले अहिले खानु पाएको छैन काप काप भइरहेको छु
सुँगुरको चारो पनि खान पाएको छुइनँ मैले, सुँगुरको चारोधरि खानु पाएको छैन। मेरो पिताको घरमा मेरो नोकरहरूले पनि उप्रे पाप्रे गरी खाना खाँदैछन्, मैले त्यो नोकरहरूले मात्रै खाना खाने पाउनु भयो भने त मलाई बाँच्छु नि, म त फर्केर जान्छु भन्ने भए। त्यो अवस्था हुन्छ। प्रभुको घरमा प्रभुको दासहरू आउँछन् होइन, प्रभुको भोजनहरू प्रशस्त प्रकारले खुवाउँछन्, उप्रे पाप्रे गरी फेरि हामी उठाउँछौँ, हो गएन त? आज कतिले त्यो पाइरहेको छैन, त्यो पीडामा छ आफ्नो पिताको घर त्यागेको कारणले गर्दाखेरि। अनि कति पश्चाताप गर्छन्, जान्छु लास नमानिकन भन्छ। अनि प्रभुको घरमा कोही फर्केर आउँछन्, कसैले पश्चाताप गर्छन्, आउँछन् भने उसलाई आफ्नो पिताले अँगाले झैँ अँगाल्नुपर्छ। पर पर जा, पर पर जा, अस्ति किन गइस्, मैले त्यत्रो सम्झाएको होइन, त्यत्रो मैले सम्झाएको होइन तँलाई, तेरो सम्पत्ति लगिहालिस् भनेन बाउले, केही कुरा वास्ता गरेन। किनभने सबै कुरालाई उहाँले हृदयमा राखेको थिए, मेरो छोरा हो कहिले आउँछ भन्ने थिए। यसकारण परमेश्वरले हाम्रो अपराध क्षमा गर्ने मात्र होइन, हामीले पुरानो कुरा सबै भुल्नु पनि पर्छ होइन। 13 अध्यायको 25 पद पढिदिनुहोस् त, यसैया 43को 25 पद। आज कोही आउँदा होइन किन फर्केर आउनु पर्यो है भन्नु हुँदैन, कसैलाई के गर्नु हुँदैन, समेट्नुपर्छ होइन। कोही चाहिँ बाउ जस्तो हृदय हुन्छ, आऊ आएछौ होइन, आफ्नो घर खुल्ला छ है, एउटा आनन्द हुनुपर्छ। अनि कोही त जेठा दाजु जस्तो हुन्छ है होइन, जेठा दाजु जस्तो हुन्छ, फेरि जेठा दाजुको मन लिएर सेवा गर्नु हुँदैन, उसलाई समेट्नुपर्छ होइन। कुनै कुनै मान्छे एकजना हातमा फर्केर आउँदाखेरि कति रमाट हुन्छ होइन, स्वर्गीयमा कति रमाट हुन्छ। पृथ्वीमै पनि कुनै ठाउँमा सेवा गर्दाखेरि हेर्नुहोस् त, मैले देखेको छु है, कुनै बेला भाइ कति टाढोबाट आएर आफ्नो घरमा आएपछि त्यहाँका विश्वासीहरू सानो मण्डलीमा है, अब होइन गन्ती हुन्छ नि सानोमा त 15-20 जना मान्छे, 9-10 जना मान्छे भएर सेवा गरेको हुन्छ सानो झुपडीमा होइन। अनि कहाँबाट है पहिला सेवा गर्दै गरेको भाइ कति दिनमा फेरि फर्केर आएपछि त होइन, भाइ आज यहीँ खाना खाउँ, सबै भेला हौँ है भनौँ, पालेको एउटा ठुलो एउटा लोकल कुखुराको भाले काटेर हो। अनि त्यहाँनिर त्यो भाइ आएको अरूले सबैजना 15-20 जना विश्वासी भेला भएर उसलाई स्वागत गरेको। हेर्नुहोस् त, आफ्नो घरमा फर्केर त्यो सेवा गर्दाखेरि आउँदाखेरि नि कति दिन प्रभुलाई छोड्यो गयो, कता कता गयो, अनि प्रस्ताव गरे उसले, मलाई मेरो प्रभुका जनले माया गर्दो रहेछन्, मलाई प्रेम गर्दो रहेछन् होइन, म अब सेवा गर्छु है भने है, यस्तो हुन्छ मान्छेलाई। फर्केर गएको भड्केर गएकोहरूलाई पनि के गर्छ, पढ्नु अहिले हामीले के पढ्यौँ नानी, फेरि पढिदिनुहोस्। म उही हुँ जसले आफ्नै खातिर तिम्रा अधर्महरू मेटिदिन्छ, अनि म तिम्रा पापहरू सम्झने छुइनँ। सम्झना गर्नु हुँदैन, हामीले भुल्ने मात्र। प्रभु येशू मसीहले हाम्रो अपराध क्षमा मात्र गर्नु भएन, उहाँले भुलि पनि दिनुभयो। सम्झना पनि गर्नु हुँदैन, हामीले सम्झना धरि पनि गर्नु हुँदैन होइन, सम्झना धरि पनि गर्नु हुँदैन। यो चाहिँ आज साँचो बाउको काम हो है, साँचो बाउको काम। यसका उप्रेको पाप्रेको कुरा त्यो धनी मान्छेले के मतलब गर्यो होला र, टुक्रा टाक्री खान्थ्यो, त्यो लाजर्सले पेट भर्थ्यो, त्यसको भेल्यु बुझेको थियो उसले, त्यसको महत्त्वलाई बुझेको थियो। हेर्नु सानो कुरा पनि उसले टिपेर खान्थ्यो, साधारण कुराहरू होइन। त्यो धनी मान्छेले खान्थ्यो, लापरवाही छर्थ्यो, त्यसलाई लाइ 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 खाँदा भन्थ्यो, त्यो ठाउँमा पुगेन। त्यस कारण उसले के हो त, सेवाकाईको महत्त्व बुझेन। यसका टुक्रा टाक्री हेर्नुहोस् त, उप्रेको पाप्रेको कुरामा तपाईँ र मैले ध्यान दिनुपर्छ। ठुलो सेवाकाई हो यो होइन, सेवा सकेपछि गर्ने सेवाकाईहरू पनि ठुलो सेवाकाई यो चाहिँ। यस कारण हामीले यसलाई साधारण कुरा सम्झौँ, हामीले सानो कुरामा हामीले के गर्नुपर्छ, ख्याल गर्नुपर्छ होइन। त्यो धनी मान्छेले कहिल्यै ख्याल गरेन, ख्याल गर्ने मान्छे, त्यो लाजर्स मान्छे, टुक्रा टाक्री खाने मान्छेलाई परमेश्वरले पनि ख्याल गर्यो हो, ख्याल गर्नुपर्छ। त्यस कारण हामी सानो कुरामा मन लगाउनुपर्छ, ठुला ठुला कुरामा मन लगाउनु हुँदैन। यस कारण पावलले भन्छ नि, यहाँ हितोपदेश एफिसी 3को 8 पद पढिदिनुहोस् त, एफिसी 3को 8 पद पढिदिनुहोस्। पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ, त्योभन्दा सानो म हुँ। अन्य जातिहरूको बिचमा ख्रीष्टको खोजेर
नसकिने धन प्रचार गरौँ भनेर नै मलाई त्यो अनुग्रह दिएको छ। हेर्नुहोस् त पवित्र जनहरूमध्ये सबैभन्दा सानो भन्छ आफैलाई। हामी सानो हुन सिक्नुपर्छ, सानो हुन सिक्नुपर्छ। सानो भनेको कति सानो, उहाँलाई पछ्याउने मान्छे सानो हुन्छ। हेर्नुहोस् त लुलो हुन्छ। जस्तै एउटा सियोसँग सम्बन्ध, मण्डलीसँग सम्बन्ध राख्नुपर्छ होइन। मण्डलीसँग सम्बन्ध राख्ने चाहिँ सियो र धागो जस्तो सम्बन्ध हो। सियोसँग धागोको सम्बन्ध छ भने त्यसले, सियोले मात्रै लुगा सिलाउन सक्दैन, सक्छ? सक्दैन। धागो त छैन, सियो सिलु भनेर तपाईँ फाटेको लुगा सिलाउँदियो भने त कसरी सियोले सिलाउनु? हेर्नुहोस् त धागोले मात्रै पनि सिलाउँछ त? सिलाउँदैन। सियोको साथमा धागो चाहिन्छ भने आज मण्डलीसँग तपाईँहरू आत्मिक सम्बन्ध छ भने ठुलो ठुलो फाटेको कुराहरूलाई, आज हामीले च्यातेको कुराहरूलाई फेरि पनि कसैको इज्जत ढाक्नको लागि, लुगा लगाइदिनको लागि सियो र धागोले सिलाइदिन्छ। अहिले हामीले जति लुगा लगाएका छौँ होइन, हामी सबै सियो र धागोले सिलाएको लुगा लगाइरहेका छौँ। चाहे मेसिनले सिलाओस्, चाहे कलले सिलाओस्, चाहे तपाईँले साधारण फाटेको लुगाहरू होइन सियो र धागोले हातले सिलाएको होस्, यो टाँकहरू सिलाउँदा सियो धागोले सिलाइदिएको हुन्छ। हेर्नुहोस् त सियो र धागोको सम्बन्ध चाहिँ छ भने उसले आज हेर्नुहोस् त लुगाहरू सिलाउँछ, हाम्रो इज्जतहरू ढाकेको हुन्छ। सबै सियो र धागोले सिलाएको लुगा। हाम्रो मण्डलीसँग सम्बन्ध पनि सियो र धागो जस्तो हुनुपर्छ है, सियो र धागो जस्तो। हाम्रो घरको समस्या, जसको घर मण्डलीसँग जोडिएको थियो भन्छ, सम्बन्ध जोडिराख्नुपर्छ यहाँनिर प्रेरितको किताबमा है। त्यस कारणखेरि आज सबैभन्दा सानो भन्छ यहाँनिर है पावलले, सबैभन्दा सानो आज तपाईँ र म पनि हुनुपर्छ। अनि यहाँ पढ्नुहोस् त कतिमा छ भने 18 को 7 पद, प्रेरित 18 को 7 पद। अनि उनी त्यहाँबाट निस्केर जस्टस नामका कुनै एकजना परमेश्वरका भक्ति गर्ने मानिसको घरमा पसे, जसको घर चाहिँ सभाघरसँगै जोडिएको थियो। प्रभुसँग सम्बन्ध राख्नु नै सेवाघरसँग सम्बन्ध राख्नु, मण्डलीसँग सम्बन्ध राख्नु, शिक्षासँग सम्बन्ध राख्नु, त्यो चाहिँ एउटा धागो र सियोसँगको सम्बन्ध हो। धागो र सँगको सम्बन्ध भए तापनि कति मान्छे चाहिँ सम्बन्ध बिगार्छ हेर्नुहोस् त, अनि त्यसले केही गर्न सक्दैन। सानो हुनुपर्छ, सानो भाग भन्छ नि, सियो भनेको सानो हुन्छ। सियोको नाथ्रीको कुरा गरेको छ बाइबलमा। सियोको नाथ्रीभित्र पस्ने धागो चाहिँ झन् सानो हुनुपर्छ। त्यसो गरेर थुक्ले गरेर जसो गरेर लाउँछ, आँखा कमजोर हुनेले लाउनु सक्दैन त्यसमा। सियो लग नानी सियोको धागो भनेर आमाहरूले नानीहरू लाउँथ्यो र आँखा तिखो छ भन्दै लाउनु लगाउँछ। हेर्नुहोस् त, त्यस कारण सानो भएर हामीले सेवा गर्नुपर्छ। सफा सानो भएर लुलो भएर क्या, त्यो चाहिँ लुलो घर बढार्ने के हुन्छ? कुचो बढार्दाखेरि कुचो दह्रो काठले बढाउँछ, कुचोले काठले त घर बढाउँदैन, कुचो लुलो हुन्छ। सानो यता त्यता लत्ता कुचोको हेर्नुहोस् त लारा क्लुरो गर्दै सबै धुलो फालिरहेको हुन्छ चाहिँ नरम। हेर्नुहोस् त सफा गर्ने भनेको कुचो जस्तो नरम हुनुपर्छ तपाईँ र म हो। अनि हामी अगाडि पनि बढाउँदै कुचो लान्छ, त्यसलाई अझै सफा पर्नु परेन। हामी के हो त सानो पनि हुनु भनेको पछाडि पनि सर्नुपर्छ अरे क्या भनाइ छ त। अगाडि बढ्ने हो भने झाडु लगाऊ, पछाडि बढ्ने हट्नुपर्छ भने पोचा लगाऊ भन्छ हो। पोचा लाउने मान्छेहरू अगाडि बढ्छ पछाडि बढ्छ, पोचा लाउँदै पछाडि छ, झन् साह्रो सफा हुन्छ। हामी हेर अगाडि पनि बढ्न सक्नुपर्छ भनेपछि आज हामी के हो त सानो हुनु पनि सक्नुपर्छ हो। पहिलो ग्रन्थी 15 अध्याय हेर्नुहोस् त, पहिलो ग्रन्थीको पुस्तक 15 को 9 पद पढिदिनु। सानो हुनुपर्छ आज हामी, टुक्रा टाक्री हुनुपर्छ, तोडिनु सक्नुपर्छ होइन, फुट्नु सक्नुपर्छ होइन। आज हामी तब मात्रै हामी त्यो डालोमा उठाइन सक्छौँ, गन्तीमा आउन सक्छौँ। अघि खाएको कुराहरूको गन्तीमा छैन, अगाएको कता गयो थाहा छैन, तर टुक्रा टाक्रीले पेट भर्ने एउटा 12ले एउटा के सिद्धतालाई देखाउँछ। 12 डालो, 12 चेला, 12 गोत्र, हेर्नुहोस् त 12वटा सिंहासन, कस्तो राम्रो कुरा छ। 12वटा सिद्धान्तमा हामी पुग्न सक्छौँ। लु पढ्नुहोस् त लु। किनकि म प्रेरितहरूमध्ये सबैभन्दा सानो हुँ, सबैभन्दा सानो भन्छ। म प्रेरित भनिने लायकको छैन, लायकको पनि छैन। यति साह्रो आफूलाई पावलले होच्याउँथे, सानो मान्छे है म चाहिँ भन्थे। कहिल्यै पनि हामीले ठुलो कुरामा मन लगाउनु हुँदैन
है म ठुलो हुँ भन्नुहुँदा सानो हुनुपर्छ, सानो है लुकिएको सेवकाई होइन र यो कुरालाई बुझ्नुपर्छ है। सबैभन्दा सानो हो म चाहिँ सबैभन्दा सानो भन्छ। लुकाको पुस्तक 7 अध्याय म पढिदिनुहोस् त, 7 अध्यायको 28 पद, 7 अध्यायको 28 पद। विश्वासीमा पनि सानो हो, पढ्नु लु। किनकि म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मिनेहरूमध्ये बप्तिस्मा दिने यूहन्ना भन्दा महान भविष्यवक्ता अरू कोही छैन। उसले के भन्थे? म तपाईँको खुट्टाको जुत्ता खोल्ने योग्यको पनि छैन भन्थे। साँच्चै छैनस् भनेर प्रभुले, तर उसको विचार कति महान रहेछ। स्त्रीहरूबाट जन्मनेमा तिमीभन्दा ठुलो कोही छैन भने यूहन्नालाई प्रभुले प्रशंसा गर्नुभयो। यसकारण आज हामीले एउटा कुरा के बुझ्नुपर्छ भने हामी ठिकै छ प्रभु, म अयोग्य मान्छे। अघि हामीले यस्तो नि गायौँ, प्रभुजी म त अयोग्य मान्छे, मबाट महिमा कहाँ हुन्छ र है भनेर स्तुति पनि गायौँ। अयोग्य मान्छे, म योग्यको छैन भने साँच्चीकै हामी अयोग्य हुनु भनेको चाहिँ होइन है। फेरि योग्य नहुनु अयोग्य हुनु भन्ने चाहिँ छैन। यो त म अयोग्य मान्छे, म दुर्बल मान्छे प्रभु भनेको त आफैलाई नम्र बनाएको, प्रभुको सामने म केही होइन भनेको। तर परम प्रभुको सामने चाहिँ तपाईँ र म अयोग्य चाहिँ हुनु भएन। यो यूहन्ना उहाँको जुत्ता खोल्ने योग्यको पनि छैन त भन्यो नि, तर प्रभुले पनि के भन्यो त? हो भन्यो, स्त्रीबाट जन्मेकोमा तिमीभन्दा ठुलो कोही पनि छैन भन्यो। प्रभुले चाहिँ प्रशंसा गरेको हुनुपर्छ। प्रभुको दृष्टिमा चाहिँ योग्यको हुनु पर्यो नि। परमप्रभुको दृष्टिमा अयोग्य मान्छे प्रभुको राज्यमा पस्छ त? पर्दैन नि। उहाँ त काम लाग्ने भाँडा, काम लाग्ने योग्यको पात्र तपाईँ र म बनिनुपर्छ प्रभुको हातमा परेर। यस कारणले गर्दाखेरि आज बाइबलमा यस्तो धेरै उदाहरणहरू हामीले पाउँछौँ है। तिमी स्त्रीहरूमध्येमा सबैभन्दा ठुलो है, सबैभन्दा ठुलो तिमी महान छौ भनेर बाइबलले भन्छ। म विश्वासी, एकदम विश्वासी भनेर कतिले भन्छ। प्रभुले विश्वासी देख्नुपर्छ। त्यो कप्तान छ नि, मत्तीको किताब 10 अध्यायमा म है पद नपल्ट उसले भन्छ, प्रभु मेरो है दास बिरामी छ, आइदिनुहोस् न भन्दाखेरि हुन्छ म आउँछु भन्दा तपाईँ मेरो घरमा आउने योग्यको हुनुहुन्न, म छुइनँ, म त्यस्तो छु, म अयोग्य मान्छे हुँ आफैलाई भन्छ। तर प्रभुले के भन्नुभयो त्यसमा है? पद नपल्टाउन सक्यो। मत्तीको किताब 10 अध्यायमा लेखेको छ भनेपछि इजरायलमा पनि यति ठुलो विश्वास मैले पाएको थिइनँ भन्छ। साँच्चै ऊ अयोग्य थियो त? थिएन, तर आफैलाई सानो चाहिँ बनाएको छ। एउटा नथानेल भन्ने मान्छे छ यूहन्ना 1 अध्यायमा 46-48 पदमा। कतिले भने गर्छ म त छल गर्दिनँ, म त साँचो मान्छे भन्छ, तर कति छल छ। त्यो मान्छेले कहिले म छल गर्दिनँ भनेको थिएन नथानेलले, तर प्रभुले भन्नुभयो हेर जो इजरायल आउँदैछमा छल छैन है भन्छ। कसरी चिन्नुभयो, कसरी जान्नुभयो? प्रभु त हरेक मानिसको विचार योजनाले जान्ने, यूहन्ना 2को 25 पद अनुसार होइन, सब जान्ने परमेश्वर हुनुहुन्छ। यस कारणखेरि हामीले प्रभुको सामने केही लुकाउन सक्दैनौँ। एउटा हामी सानो बनेर, एउटा हामी धुलोबाट निस्केको सुन जस्तो बनेर, एउटा टुक्रा टाक्री भएर, फालिएको कुरा भएर प्रभुको हातमा उठाइएर बाह्र टुक्री जस्तो उठाइने चाहिँ हुनुपर्छ है। यो चाहिँ अब हामीले सेवा सक्यो, यसलाई चाहिँ हामी टुक्रा टाक्री उठाउने सेवा, यो चाहिँ अन्तिममा तपाईँ र म त्यस्तोको खोजी प्रभुले गर्नुहुन्छ पछाडिहरूको लागि। हेर्नुहोस् त, त्यो समान त्यसको कुरा बुझ्ने परमेश्वर हुनुहुन्थ्यो भने आज तपाईँ र मेरो के गन्ती छ? छैन नि। को हामी यहाँ महान धनी को छ र? कोही पनि छैन होइन, कोही छैन। मान्छेको दिनमा करोड करोड पैसा डलर आउने मान्छेहरू छन्, तर त्यस्तो मान्छे त छैन। सुरुफुरु खानु लाउने मान्छेहरू छन्, कोही चाहिँ एकदम तल्लो तहको छ। जे होस्, आज हामी प्रभुमा छौँ, त्यसैमा हामी गर्व गर्नुपर्छ ल। प्रभुले सहायता गरेको हुन्। यसका यो टुक्रा टाक्रीको सेवकाई तपाईँ र मैले छोड्नु हुँदैन। रहल पहलको सेवकाई, प्रभुको घरमा काम गर्ने सेवकाई हरेकले सिकेको हुन्छ। कतिलाई थाहा हुँदैन प्रभु घरको भार उठाउनु बोझो, त्यत्तिकै थामेको हुँदैन। हरेकले त्यो कुराहरू केही न केही तपाईँले प्रभुको घरको भार उठाउनुपर्छ, प्रभुको घरको बोझ केही न केही उठाउनुपर्छ। प्रभुले तपाईँ र मलाई त्यत्तिकै बचाएको होइन, मैले के गर्दैछु त्यो कुरा हामीले सोचेर बुझेर प्रभुलाई आदर गर्नुपर्छ है। यस कारणखेरि आज हामी चाहिँ के गर्नुपर्छ? एउटा टुक्रा टाक्री होइन, हामी एउटा टुक्रा टाक्री मान्छे। अब हामीमा के गन्ती थियो र यस्तो, तर प्रभुले बचाउनु भयो है। म पनि एउटा घुमन्ते फिरन्ते मान्छे, लथालिङ्ग भएको मान्छे, प्रभुको कुरा सुनेर बुझेर होइन म प्रभुलाई विश्वास गर्छु है। मैले भने घुम्दै फिर्दै लाँदा, घुम्दै फिर्दै म पनि पहिला होइन अन्य डिनोमिनेसनमा गएर ताली बजाउने उफ्रिने चाहिँ थिएँ होइन, तर वास्तविक सेवा के हो, परिवर्तन के हो मलाई थाहा थिएन। प्रभुको नाम लिनुपर्छ, बुबुक उफ्रिनुपर्छ भने गीत गाउँथेँ न होइन। गीत गाउन है आउँछ नि त, गीतहरू गाइन्छ, गीत गाउनुपर्छ है।
गीतहरू गाउनुपर्छ है म है। अनि तर त्यो गीतले यसो हेरेँ, यताको गीत मैले हेरेँ पहिले एकैचोटि, पहिला नम्बर कुरो होइन। सट्टसँगले 1994 साल जुन लाग्ने बेला मेको अन्तिम 27-28 तारिकतिर त एउटा बाटोमा प्रचार गर्दै रहेछन् भिक्टर प्रधानहरूले। यहाँ पर हडिया बुधबारे भन्छ क्या, 4 आइलदेखि मासतिर प्रचार गर्दै रहेछ। अनि त्यहाँ चाहिँ किन गएँ त भन्दा म उता काँकरभित्रबाट पश्चिमतिर झापातिर आएको घरमा झोला पनि बोकेको थिएँ, यति लामो झोला पनि बोकेको थिएँ। झोलाको पिठमा यति लामो सिरुपाते खुकुरी पनि बोक्थेँ। त्यो किन बोकेको हो, काट्ने त होइन, त्यो रहर हो कि न के हो, त्यो दामी खुकुरी थियो। अनि होइन म पेन्ट लुगा त्यस्तै लाउनु मन पर्थ्यो होइन त्यतिखेर होइन। 21-22 वर्षको उमेरमा एउटा पेन थियो मेरो, 10वटा गोजी थियो होइन। 10वटा गोजी हो ठ्याक्कै त्यो पेनमा मेरो, मलाई थाहा थियो। अनि कति लामो केस पाल्थेँ, गोगो पाल्ने चलन थियो। अनि पेन लाउँदाखेरि चाहिँ तल ठुलो मुजा भएको क्या, त्यसले के भन्थ्यो बिर्सेँ पनि त्यो गोगो तल हुन्थ्यो। चेन लाउने खालको बुट हुन्थ्यो। अनि चिल भएको जिन्सको ज्याकेट त पछाडि चिल उडिरहेको थियो हो। मलाई त्यो थाहा छ त्यो सबै कुराहरू। कानमा यहाँ अहिले दुलो गएकै छैन, कानमा लाउने सुनको कुण्डल लगाइदिएको थियो क्या। अब धर्म हुन्छ भनेर होइन आमाहरू लगाइदिएको कुलले त्यो लाउँथेँ। हातमा थियो सुन, गालामा पनि सुनै लाएर हिँड्थेँ म। मसँग पैसा पनि हुन्थ्यो, ड्याबी पैसा पनि हुन्थ्यो है। अब राम्रो प्रकारले पैसा कमाएको पनि होइन त्यो होइन। पैसा त्यतिखेरको जमाना मैले भारू 10,000 15,000 एक रातमा पैसा कमाउँथेँ। त्यतिखेर आउ लु 30 वर्ष 1994 साल 30-31 वर्ष भइसक्यो। पैसा पनि हुन्थ्यो। म दामी दामी होटलमा बस्थेँ, दामी साधारण होटलै हेर्दिनँ थिएँ, दामी होटलमा बस्थेँ। गाडी त्यतिखेर कार रिजर्भ गरेर हिँड्थेँ मसँग। अनि कता कता गएर सेवामा उफ्रिन्थेँ पनि, ताली बजाएर हडक्र हुडुक गरेर उफ्रियो। तर मैले त्यो एउटा केटाहरू हराएछ, कहाँ जाने भने त प्रचार जाने थाहा छैन। यताबाट जानुपर्छ भने हडिया बुधबार जाने बाटो भनेको त होइन, जइदेऊ न ब्रदर जइदेऊ भन्यो। गाडीको यस्तो म बसेँ बोनेटमा, तिनीहरूले गिटार बोकेको थियो काँकरभित्तामा। अनि टिकट त काटेछ, बिर्तामोडदेखि यताको काटेछ। 4 आइलीबाट जानुपर्छ बुधबारे भने इलाम जाने बाटो हो। थाहा छ तिमीहरूलाई? मलाई त छेउकुन थाहा छ, म यताको मान्छे हो भने। त्यो केटाहरूलाई क्या प्रचार गर्ने दिदीबहिनी बसमा रहेछ, अरू पनि त्यहाँ अगाडि बोनेटमा बसेँ होइन। हामी जान्दैनौँ, टिकट उताको काटिहालेछौँ, पुर्याइदिनुहोस् न, बरु भाडा दिउँला भनेका उसले। त्यो भाडा के को मसँग भाडाको मतलब होइन, मसँग पैसा जति छ होइन त्यतिखेर। अनि जाउँ न त। अनि मैले महँगो सिगरेट खान्थेँ, टट्ट निकालेँ, टट्ट गाडीमा बसमा चलाएँ। है ब्रदर बसमा नखाइदिनुहोस् न भन्यो ड्राइभरले। चुप लाग्न भने, त्यसले पनि केही पनि भन्नु सकेन, यति लामो केसो हल्लाएको छ। 10वटा गोजी भएको पेन लगाएको छ, चिल भएको उड्ने ज्याकेट लगाएको छ, सुन लगाएको छ यो मान्छे भन्यो होला नि। अब गर्नु सक्ने केही पनि थिएन होला सायद, के गर्थ्यो अब। अनि थौ तिमीहरू पनि भने त्यो साथीहरूलाई दिएको प्रचार गर्न जानेहरूलाई, सिलगढीको टिम रहेछ। हामी त खाँदैनौँ, हामी त क्रिस्चियन। ए म पनि हो क्रिस्चियन होइन, गीत गाइदिउँ भने मैले ख्रिस्टिया भजन एउटा गीत पनि गाइदिएँ। हो कि होइन अर्छ? हाम्रो त अर्कै छ, सियोनको भजन हुन्छ भन्यो। नम्र भएका तिनीहरू, अब अलिक परदेश जस्तो हो नि त नेपाल भने त। अनि ल भने गएको त त्यहाँ त गयो त। अनि भेला भयो है, जम्मै भेला भयो। मैले चाहिँ प्रचार छ भनेको थिएँ, स्टेज प्रोग्राम होला, रक गिटार बजाउने केटाहरू होला, ड्रम सेट ढुङ बजाउँछ होला, डान्स गर्छ होला, गइदिउँ न त भने। त्यो मेरो मनमा चाहिँ त्यही छ, त्यही देख्थेँ नि त। गएको त भुइँमा पो बस्छ, सबैजना हातमा ट्याक्स यति यति दिन्छ, सबलाई यसरी बाँड्नु भन्छ। भिक्टर बडा रहेछ, सेतो न सेतो फुलेको कपाल, ठाडो ठाडो यस्तो यस्तो छ, सेतो लुगा लगाएको छ। बोलो प्रभु येशू मसीह भन्छ। अनि सबैले जय भन्यो। अनि हार्मोनी बजायो। एउटा तारक भन्ने बङ्गालीले हार्मोनी बजाउँछ, गिटार बजाउँछ, ट्याम्रिङ बजाउने छ होइन। मे 28-27 तारिकको बेला हो, जुन लाग्ने बेलाको छ। गर्मी महिना हो नि त, जेठ असारको बेला। डुडु धुलो उडेको छ, ठुलो बजार लागेको छ, मान्छेहरू त प्रचार गर्दै हिँड्यो। मैले भने दिदीबहिनीहरू सबै शिर ढाकेको छ, केही पनि लगाएको छैन। अरूतिर त पेन्ट लगाएर भ्याग्दा जस्तो भएर हिँड्छ नि त, पाहा जस्तो भएर टाइट पेन्ट लाउँछ, भेस्ट लाउँछ, फुल्डुङ मन पाहा जस्तो भएर हिँड्छ होइन। कपाल पनि लाखे जस्तो बनाउँछ, यिनीहरूको त छैन, सब कपाल ढाकेको छ, सिम्पल छ
साथसाथमा एउटै लाइनमा गीत गाउँछ। मैले प्रार्थना गर्दा गर्दा मेरो मनमा भयो सेवा भनेको चाहिँ यो हो, म पनि यस्तै खालको सेवा गर्नु पर्यो, यस्तो पनि रहेछ नि त सेवा भने प्रचार गर्छ, बुरु उफ्रेर कराउँछ। म चाहिँ तिनीहरूसँग धुलोमा हिँडिनँ, हिँड्नु त हिँड्छु, साथसाथमा सुनेकै गर्छु, तर जब शीतलतिर हिँड्छु के खाँदै हिँड्छु नि, तिनीहरूसँग बिचमा त किन हुनु, भरे गरेर बेलुका पनि मलाई चाहिँ फेरि अरूले चाहिँ यो आत्मा आयो भने राम्रो हुन्छ है, नयाँ आत्मा भन्छ, यसलाई ल्याएको छौँ हामीले भन्छ, यसलाई गाइड गर भन्छ। भित्रबाट के गाइड गर भन्छ, यसलाई होसियार गर भनेको हो कि, तर एउटा राम्रो भनेको गाइड गरे केटा हो, यसलाई गाइड गर भन्छ। अनि अरू छ दाईहरू होइन, अहिले छ त्यहाँतिर सेवा गर्छ, छेउछाउमा आएर भाइ यस्तो सेवा गर्नुपर्छ, यस्तो हुन्छ। मैले बुझेको छु, पढेको छु, योहन्ना 3:16 थाहा छ भन्छ, उनीहरूलाई पनि थाहा रहेछ, मलाई पनि थाहा थियो। अनि मत्ती 14 योहन्ना 14 को 6 पद थाहा थियो मलाई, बाटो सत्य र जीवन म नै हुँ भन्ने कुरा लेखेको छ कि छैन वचनमा भने सोध्ने छ भन्छ। मैले त राम्रो आत्माले भनेको होइन त्यो, उनीहरूलाई जित्नुको लागि यस्तोहरूले भन्दा कहाँ कुरा मान्ने हो, म भन्दै चाहिँ हिँडिबस्छु। भरे राति पनि सँगै बस्यो, उनीहरूसँगै बसेँ, एकछिन सेवा सुन्छु, भोलि पनि पर्सि पनि। अनि 1 हप्ताको बादमा प्रचारमा हिँड्दा मैले जब कुरा बुझेँ, अनि होइन महाभारत एलसी प्रार्थना भवनमा उनीहरू भोलि चाहिँ सिलगढी फर्किने, म पनि त्यहाँ गएको थिएँ। यस्तो गरिमा वचन दिँदैछ होइन, कालिम्पोङकै प्रभुको दासहरू पनि थियो। को ग्रहण गर्नुहुन्छ, कोही तयारी हुनुहुन्छ भनेपछि 1994 साल जुन 4 तारिकको दिन कोले ग्रहण गर्न थाहा छैन, म पनि गर्छु भने मैले हात उठाएँ। आफै गर्न सक्नुहुन्छ जति भने अनि मैले प्रार्थना गरेँ, अनि भयो कि भएन, यही तपाईँको ग्रहण भयो भने मलाई कसैले म अगाडि भन्छु, तिमी पछाडि भन है भनेर ग्रहण गरेको होइन मैले, होइन। अनि भयो तपाईँको ग्रहण भइहाल्यो, सेवा चाहिँ गर्नुहोस् भने। तपाईँहरू कहाँनिर बस्नुहुन्छ, सिलगढी यस्तो सब थाहा छ मलाई, यस्तो जग्गा ठेगान लेखान दिएन। अलिक दिन पछाडि फेरि खोज्दै गएँ कसरी सेवा गर्छ त भनेर, गएको त त्यहाँ भेटेँ, त्यहाँ 1-2 दिन बसेँ, फेरि आउने जाने गर्दै यसरी मैले सेवा गर्दै आएको आजसम्म होइन। पछाडि होइन म प्रभुकै सेवामा निस्केँ। अब थोरै कुराहरू छ भन्ने चाहिँ एउटा सानो एउटा गवाई भनेको, ल प्रभुले सहायता गरेको हुन्छ। जय मसीह छ, ल अब यतिमै राखौँ। प्रभु